एक थाल भात कतिखेर खाइसके थाहा नै पाइन कि मैले यो गाबाको तरकारी पकाएर खाँदाखेरि। हेलो साथीहरु, स्वागत छ हजुरलाई मेरो कुकिङ भिडियोमा। टिकटकमा के कहिलेदेखिको यो गाबाको तरकारी यति मिठो हुन्छ भन्दै बनाएर खाएको कति धेरै रिल्सहरु आएको कि मलाई कति धेरै खानु मन लागिरहेको थियो कि यो गाबाको तरकारी मैले कहिल्यै खाथिन के आजसम्म। अनि मैले यो अब खाएको पनि थिइनँ, पकाएको पनि थिइनँ के कहिल्यै। अनि यो चाहिँ म फर्स्ट टाइम बनाउँदै छु, बनाएको पनि फर्स्ट टाइम नै हो अनि खाएको पनि फर्स्ट टाइम नै हो गाबाको तरकारी चाहिँ। अनि बनाएको पनि थिइनँ है, कस्तो हुन्छ के कसरी बनाउने, अब कोक्याउँछ कि भन्ने पनि थियो, डर थियो। अनि रै पनि अब ठिकै छ, कोक्या छ भने पनि ठिकै छ, अब चाखी हेर्छु। अनि भएन अनि फेरि अर्को तरकारी पकाउँछु भन्दै मैले चाहिँ सुरु गरेको यो मजाले राम्रोसँग यसको मैले बाहिरको बोक्राहरू निकालेँ तानेर। अनि त्यसपछि राम्रोसँग धोइ पखाली गरेपछि मैले कुकरमा मैले सबै टिकटकमा हेर्दै रेसिपी सेम हेर्दै डर लाग्दै बनाएको कि बा बिग्रिन्छ कि बा कोक्याउँछ कि केही हुन्छ कि केही मिस्टेक गर्छु कि भन्दा डराउँदै मैले राम्रोसँग अनि कुकरमा बसाइदिएँ। त्यतिकै यसरी नै थियो कि टिकटकमा अरूले पकाउनु भएको पनि। अनि सादा त्यसमा अलिकति नुन र बेसन मात्रै हालेर पकाइदिएँ। अनि उता दुध पनि आमामा सिटी लागेर निस्केको त सबै ग्यासै फोहोर हुने गरी हुतुतु निस्केर है, सिटी लाग्दाखेरि पनि सबै निस्केर। अनि त्यसपछि अब झान्नको लागि रेडी गरेँ कि मैले अदुवा लसुन खोर्सानी सहित। अनि त्यसपछि यो कराई बसाएर फेरि यसलाई झान्नु पर्यो भनेर अनि मैले हेरेकै कसैले चाहिँ झान्नु मात्रै पनि हुँदो रहेछ अनि अमिलो हालिदिनु हुँदो रहेछ। अनि यो फिटकेरीले मैले फिट्नेले पनि हल्का फिटेँ दाल जस्तो बनाउनुलाई। अनि कसैले चाहिँ फेरि टमाटरहरू आलुहरू पनि हाल्नु हुँदो रहेछ कि। अनि मैले चाहिँ त्यो भिडियो देखेँ कि टिकटकमा पनि अनि फेसबुकमा पनि। अनि त्यही भएर मैले चाहिँ हाल्दै टमाटर पनि हाल्दै अलिकति आलु पनि हाल्दै अनि मजाले पकाएर खान्छु भनेर पहिलोचोटि हो मिठो होस् न भन्दै मैले पकाउन थालेँ। अनि त्यसपछि यो गाबालाई मैले मजाले दाल जस्तो बनाएर फिटिसकेपछि मैले हाल्दै यो आलु र उसमा मरमसलाहरू भक्ठामा अनि मजाले राम्रोसँग चलाइ गरेँ राम्रोसँग। अनि हेर्दाखेरि चाहिँ कस्तो खाम लाग्ने भइसकेको थियो कि। अनि अरूले पकाए जस्तै भइरहेको थियो अनि मिठो हुन्छ होला भन्दै थिएँ म चाहिँ। अनि यता टमाटरको अचार पनि बनाएर टिमुर हालेर मैले अलिकति यो गाबाको तरकारी चाहिँ पाकिसकेको थियो। अनि त्यसपछि अब अमिलो हाल्न बाँकी थियो, यसमा चाहिँ अमिलो पनि हाल्नुपर्छ अरे नि त। अनि मैले सबै हेरेको थिएँ क्या टिकटकमा। अनि त्यसपछि अमिलो पनि निचारेर हाल्दै मैले अनि अमिलोलाई पनि मजाले हालेर राम्रोसँग चलाइदिइसकेपछि चाहिँ यो चाहिँ रेडी भयो खानको लागि। यस्तो धेरै एक्साइटेड भएर म पकाएको है, यस्तो धेरै खुसी हुँदै पकाएको थिएँ कि यो खाना चाहिँ मैले। अनि त्यसपछि मैले सबै थोक रेडी बनाइसकेँ। यता थालबुटका पनि धोएर रेडी पारिसकेँ। अनि यता टमाटरको अचार पनि रेडी भयो, मैले चाहिँ टिमुर हालेर बनाएको थिएँ। अनि त्यसपछि यो भात अनि यो दही अलिकति अनि त्यसपछि तरकारी पनि एकदम हेर्दाखेरि लुक चाहिँ दामी भइरहेको थियो। अनि त्यसपछि खानालाई बसेको त यस्तो धेरै मिठो भयो है, कतिखेर मैले एक थाल भात खाइसकेँ मैले थाहा नै पाइनँ कि। अनि त्यसपछि मैले भिडियो पनि सुरुको चाहिँ बनाउनै बिर्सेछु कि, अन्तिममा मात्रै सम्झेर मैले अलिकति भिडियो बनाएँ। एकदमै धेरै मिठो हुँदो रहेछ, मिठो भयो मलाई पनि। अबदेखि फेरि पनि म बनाएर खान्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।